वेलकम टु रिदम गुरुङ युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ है साथीहरू। र आज म के भिडियो देखाउन गइरहेको छु हजुरहरूलाई थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। र मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। धन्यवाद। र साथीहरू आज हामी ज्वाइँ जेठान मिलेर ब्रेकफास्ट गर्नको लागि अमरसिंह इन्टरनेसनल टाक्स होटलमा आएका छौँ। र यो टाक्स होटलदेखि देखिने यो रमणीय हिम श्रृङ्खला देखाउन गइरहेको छु हजुरहरूलाई। यो माछापुच्छ्रे हिमाल जेठान आफ्नै धुनमा व्यस्त हुनुहुन्छ उहाँ चाहिँ। र साथीहरू यो पछाडि देखिएको यो डाँडा चाहिँ यो सरमकोट डाँडा हो। यहाँदेखि प्याराग्लाइडिङ गरिन्थ्यो। अहिले चाहिँ यो ठाउँले चाहिँ बेटन जोन बनाएर नेक्स्ट ठाउँतिर यो डाँडाभन्दा उतापट्टि गर्दो रहेछ। र साथीहरू अहिले हामी सिक्लेस जाने क्रममा थियौँ। सिक्लेस जाने बाटोमा यस्तो लामो झोलुङ्गे पुल रहेको छ र हामी चाहिँ झोलुङ्गे पुल तर्दैछौँ। जो यो पारी देखिएको चाहिँ तान्तिङ गाउँ चाहिँ सिक्लेस गाउँको अपोजिट साइडमा। र यो झोलुङ्गे पुलमा हामी आफ्नै तालमा रमणीय दृश्यहरू हेर्दैछौँ। र हामी आएको गाडी चाहिँ हेरी यता साइडमा झरेर हामी झोलुङ्गे पुलतिर आयौँ। र गाडी यो ठाउँबाट पारी हुँदै पुनः भएर पारी झोलुङ्गे पुल लिएर आउँछ। यो मैले रोडहरू देखाएँ। र हामी चाहिँ झोलुङ्गे पुलमा रमाउँदै जाँदै गरेछौँ। यो वन सब पुरै यो लालीगुराँसको रुखहरू सबै हो। अहिले लालीगुराँस फुलेको नै त्यतिखेरसम्म। यो लालीगुराँस फुल्यो भने पुरै डाँडा झकमक्क रातो डाँडा सिङ्गारीको डाँडा हुनेछ यसमा। यो जङ्गलमा पारिदेखि चाहिँ छराहरू खोलाहरू आइरहेछ। र यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले एकदम तल सानो देखिएछ खोलालाई। र साथीहरू हामी अहिले सिक्लेस आइपुग्यौँ है साथीहरू। सिक्लेस आएर हामी अहिले ठेलो हान्ने काम पनि जारी गरिरहेको छ। म यहाँ चाहिँ ठेलो हालेर रमाइलो गर्दैछु है साथीहरू। झन्डा कटाउन सफल भयो। अहिलेसम्म चाहिँ फर्स्ट विनर। अब टिका हिँडिहाल्नु लाग्छ। र साथीहरू हामी चाहिँ अहिले सिक्लेस गाउँदेखि माथि डाँडातिर भ्यू हेर्नको लागि गइरहेको छ। त्यहाँदेखि भ्यू र यो अब हामी जाँदैछौँ राइजिङ डाँडा भन्ने ठाउँतिर जान्छ। त्यहाँदेखि चाहिँ पारी रमणीय हिमालहरू देख्छ भन्ने कुरा सुनिएको छ हामीले। त्यहाँ गएर के कस्तो देखिन्छ म हजुरहरूलाई देखाउनेछु है त साथीहरू।
हिमालभन्दा अझै